सरकार गठन भएको 14 दिनमै प्रधानमन्त्री बालेन शाहले आफ्नो क्याबिनेटबाट श्रम मन्त्री दीपक कुमार शाहलाई हटाएका छन्। खास कन्ट्रोभर्सी चाहिँ के हो त नि, सिम्पल भाषामा बुझाउँछु। हाम्रो पोलिटिकल सिरिज चलिरहेछ, यसरी नै अपडेटेड हुनु छ भने फलो गर्नु होला। महावीर पुनले भने जस्तै नातावाद कृपावाद भाइरसले चाहिँ श्रम मन्त्री दीपक कुमार शाहलाई चाहिँ एट्याक गर्यो। यो कुरा बुझ्न चाहिँ तपाईँले सुरुमा स्वास्थ्य बिमा बोर्ड बुझ्नुपर्छ। स्वास्थ्य बिमा बोर्ड भनेको चाहिँ जुन हामीले हेल्थ इन्सुरेन्स गर्छौँ नि, हो त्यसलाई रेगुलेट गर्ने एउटा सरकारी संस्था हो। अब यो बोर्डमा चाहिँ एकजना अध्यक्ष, 7 जना बोर्ड सदस्य र एकजना सदस्य सचिव गरेर चाहिँ टोटल 9 जना हुन्छन्। हेर्नुहोस्, अब यो बिमा बोर्डको अध्यक्षमा चाहिँ हाम्रा जेनजी नेता सूर्य थापाका भाइ चन्द्रबहादुर थापा छन्। अब यो बिमा बोर्डको 7 जना सदस्य मध्ये 2 जना सहसचिव, 1 जना स्वास्थ्य मन्त्रालयबाट, 1 जना अर्थ मन्त्रालयबाट हुन्छन्। अब बाँकी रहेका 5 जना मध्ये चाहिँ 3 जनालाई चाहिँ स्वास्थ्य मन्त्रालयले विज्ञ भनेर नियुक्त गर्छ, अनि 2 जनालाई चाहिँ तपाईँ हामी जसले बिमा गरेका छौँ हाम्रो रिप्रेजेन्टेटिभ भनेर चाहिँ स्वास्थ्य मन्त्रालयले बोर्डको सदस्य बनाएको हुन्छ। अनि बाँकी रहेको सदस्य सचिवमा चाहिँ बोर्डका कार्यकारी निर्देशक हुन्छन्। हामीले चाहिँ के छ त नि प्रब्लम भन्दाखेरि 2080 साल मङ्सिर 19 गते तत्कालीन स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले चाहिँ 4 वर्षको लागि भनेर जुन तपाईँ हाम्रो प्रतिनिधि पनि हुन्छ भनेको थियो नि बोर्डको सदस्यमा, हो त्यो सदस्यमा चाहिँ जुनु श्रेष्ठलाई नियुक्त गर्छन्। यहाँसम्म त सबै ठिक छ। स्वास्थ्य बिमा ऐन 2074 अनुसार चाहिँ बोर्डका कुनै पनि पदाधिकारीहरू चाहिँ लगातार 3 पटक बैठकमा एब्सेन्ट भयो भने चाहिँ त्यो पदबाट चाहिँ उनीहरू हट्नुपर्छ। अब जुनु श्रेष्ठ चाहिँ हेर्नुहोस्, लगातार 8 पटकसम्म चाहिँ बोर्डको मिटिङबाट एब्सेन्ट हुन्छन्। अब उनी यसरी एब्सेन्ट भएकी छिन्, त्यही भएर उनलाई चाहिँ बोर्डको सदस्यबाट हटाउनु पर्यो भनेर चाहिँ बिमा बोर्डले स्वास्थ्य मन्त्रालयलाई चाहिँ 2082 साल वैशाख 4 गतिको दिन चाहिँ एउटा लेटर लेख्छ। स्वास्थ्य बिमा ऐन 2074 अनुसार चाहिँ जुना श्रेष्ठको बोर्डको सदस्यको पद चाहिँ गइसकेको थियो। अब त्यसलाई कार्यान्वयन गर्ने भनेर चाहिँ बिमा बोर्डले मन्त्रालयमा चिठी पनि पठाइसकेको थियो। नयाँ सरकार बनाउनु भन्दा अगाडि चाहिँ रासोपाले चाहिँ हामीले त कसैलाई पनि राजनीतिक नियुक्ति दिँदैनौँ, कसैलाई चिनेको भरमा आफन्तवाद, नातावाद, कृपावाद लगाएर चाहिँ कुनै पनि पोस्टमा कसैलाई पनि राख्दैनौँ भनेको थियो। अब नयाँ सरकार गठन हुन्छ। नयाँ सरकारमा चाहिँ श्रम मन्त्री चाहिँ दीपक कुमार शाह र स्वास्थ्य मन्त्री चाहिँ निशा मेहता बन्छन्। अब जुनु श्रेष्ठ जो बिमा बोर्डको सदस्यबाट हट्नु पर्ने थियो, उनी चाहिँ अस्ति सोमबार बसेको बिमा बोर्डको बैठकमा चाहिँ एकाएक उपस्थित हुन्छन्, एटेन्डेन्स लगाउँछिन्। यहाँनिर चाहिँ कुरा कहाँनिर बल्झिन्छ भने जुनु श्रेष्ठ चाहिँ श्रम मन्त्री दीपक कुमार शाहकी पत्नी हुन्छन्। भनेको श्रम मन्त्री दीपक कुमार शाहकी पत्नी भएकै कारणले स्वास्थ्य मन्त्रालयले जुना श्रेष्ठलाई चाहिँ कारबाही गर्दैन र बोर्डको सदस्यता चाहिँ यथावत राखेर बोर्ड मिटिङमा चाहिँ सहभागी हुने अवसर दिन्छ। तर जुना श्रेष्ठले चाहिँ भन्नलाई चाहिँ के भन्छन्, मैले पुनः नियुक्तिको पत्र पाएकै छैन। अब स्वास्थ्य मन्त्रालयले तपाईँलाई कारबाही नै गरेको छैन। अब कारबाही नगरिकन त्यो पोस्ट खाली नै भएको छैन। अब पोस्ट खाली नभइसकेपछि तपाईँले कसरी पुनः नियुक्तिको पत्र पाउनुहुन्छ भन्ने पनि एउटा प्रश्न चाहिँ रहन्छ है। अब यसरी राजनीतिक शक्ति दुरुपयोग गरेको भन्दै श्रम मन्त्री दीपक कुमार शाहलाई चाहिँ रासोपाको अनुशासन समितिले कारबाही गर्न भन्दै सरकारसँग आग्रह गर्छ, जस कारणले चाहिँ प्रधानमन्त्री बालेन शाहले चाहिँ श्रम मन्त्री दीपक कुमार शाहलाई चाहिँ आफ्नो क्याबिनेटबाट हटाउँछन्। त्यस्तै प्रधानमन्त्री बालेन शाहले स्वास्थ्य मन्त्री निशा मेहतालाई पनि सचेत गराएका छन्। तपाईँलाई कस्तो लाग्यो डिसिजन कमेन्ट गर्नु होला र हाम्रो पोलिटिकल सिरिज चलिरहेछ, यसरी नै अपडेटेड हुनु छ भने फलो गर्नु होला है त। धन्यवाद।